एकजना युवक थिए, रमेश कुमार। काठमाडौँको सानो होटलमा हाउसकिपिङको रूपमा काम गर्थे। हाउसकिपिङबाट सुरु भएको यात्रा। तलब धेरै थिएन, काम कडा थियो। धेरैले त उनलाई यो कामले के भविष्य बन्छ र भन्दै हेला पनि गर्थे। तर उसले हार मानेन। तर रमेशसँग एउटा गोप्य बानी थियो, हरेक दिन एउटा सानो कदम। कहिले बेड छिटो मिलाउने अभ्यास, कहिले ग्राहकलाई मिठो मुस्कानका साथ नमस्ते गर्ने, कहिले चुपचाप कफी बनाउन सिक्ने। दिनहरू बित्दै जाँदा उसका साना अभ्यासहरू होटलमै देखिन थाले। ग्राहकले उसको मुस्कान सम्झिन थाले। अनि एक दिन उही रमेशलाई होटल सुपरभाइजर बन्न मौका आयो। स्मल स्टेप्स, बिग अपर्च्युनिटी। रमेशलाई थाहा थियो यो कुनै ठूलो चमत्कार होइन। औँसीको रात जस्तै अन्हारा दिनहरूमा उनले उठाएको ती साना साना कदमहरूको शक्ति थियो। सफलता कुनै ठूला छलाङ्गले होइन, हरेक दिन इमान्दारीका साथ चालिएका साना साना कदमहरूले बन्छ। आजको तपाईँको प्रयास सानो देखिन सक्छ, तर भोलिको ठूलो परिवर्तन त्यहीबाट जन्मिन्छ। उठ्नुहोस्, आफ्नो लक्ष्यतिर गर्वका साथ अघि बढ्नुहोस्।